हामीले अगाडि वेदाङ्गको बारेमा छोटकरीमा चर्चा गर्यौं। अब वेदका 6 अङ्ग मध्ये ज्योतिषको बारेमा अहिले चर्चा गर्न गइरहेका छौं। ऋग्वेदमा विभिन्न सूत्र अथवा वेदका मन्त्रहरूलाई सूक्त भन्ने गरिन्छ र त्यसमा रचना गर्ने ऋषिलाई मन्त्रद्रष्टा र अथवा मन्त्रद्रष्टा ऋषि भन्ने चलन छ। ऋग्वेदमा वर्णन गरिएका ज्योतिषशास्त्र सम्बन्धी वेदका मन्त्रहरू अथवा सूक्तहरू यहाँ म पाठ गर्न गइरहेको छु। यी मन्त्रहरूका चाहिँ नि मन्त्रद्रष्टा ऋषि अथवा रचनाकार लगध नाम गरेका ऋषि हुनुहुन्छ। मङ्गलाचरण। वर्मणो मुखमासीदिति वेदवचसा संस्मृतं तस्मात् सर्वमिदं प्रोक्तं ज्योतिषं वेदचक्षुषम्। कालो हि देवता नित्ये मयनादि निधने महन् स एव सर्वभूतानां नियन्ता पुरुषोत्तर। संवत्सरं द्वादशधा मासे सूर्ये परिभ्रमेत् त्रिंशद्भिर्वै विभक्तोऽयम् अहोरात्र प्रकीर्तित। अहोरात्रं प्रचक्षन्ते मुहूर्तं त्रिंशदा बुधै पञ्चदशर्धमर्धं तु दिवारात्रिश्च पञ्चदश। अश्विन्यादीनि नक्षत्राणि कर्मेणैव प्रकीर्तितं तत्रैव मुहूर्तस्तस्यस्तु सप्तविंशतिधा पुनः। एकैकपुरयत् सर्वं चन्द्रमा नक्षत्रमाश्रयत् रात्रौ वर्धिष्णुमायुः स्यात् कृष्णं दिवसे विदुः। द्वादशांशै समायुक्तं भास्करं प्रचालति एवं वर्षं प्रवर्तेत सायनं प्रतिपद्य च। उत्तरायणमायाति सूर्यस्य तु गतिस्तथा दक्षिणं चाप्येयं प्रोक्तं ऋषिभिः सम्प्रदर्शितम्। षड्ऋतुर्भिः सम्प्रयुक्त संवत्सरमुदीरितं वसन्तगर्मवर्षाद्यै कर्मेणैव स्थितं द्विजा। एकं चतुर्थांशयुक्तं चन्द्रस्य भानुना सह संयोगं तिथिमाहुते पञ्चदश प्रकीर्तिता। पञ्चदश तु तिथय कृष्णा शुक्लाश्च मार्गिण एवं पक्षद्वय मास संगीत प्रथितो बुधै। द्वौ पक्षौ मास इत्युक्तो द्वादशै मासकै सम एवं वर्षं प्रवक्ष्यामि यथाशास्त्र द्विजोत्तमः। र यी 12वटा लगध मुनिकृत श्लोकहरू यहाँ पाठ गरिएको छ। अर्को भिडियोमा पाठ गर्नेछु र तिनको अर्थ पनि बताउँदै जानेछु।